हिमवत् खण्डबाट उत्पत्ति भएको योग भगवान शिवले सुरु गर्नुभएको थियो भने माता पार्वती हुँदै ऋषिमुनिहरू समक्ष आइपुगेको थियो। महर्षि पतञ्जलिले यसको विकास गर्नुभएको थियो भने बाबा रामदेवले यसको विश्वमाझ प्रचार गर्नुभएको थियो। योगका उपलब्धि, विशेषता वा महत्त्व यति विशाल छन् कि यसको परिभाषा यही नै हो भनेर भन्न सकिन्न। तर पनि हामी भित्रको सूक्ष्म आत्मालाई पूर्ण ब्रह्म परमात्मासँग लगेर जोड्दै अथवा मानव जीवनलाई प्रकृतिसँग जोड्दै ब्रह्मा विष्णु र महेश्वरको स्मरणसहित सर्वरक्षक परमात्मा मानिने ओमको लामो उच्चारण, गायत्री मन्त्रको लयबद्ध पाठ, अकाल मृत्युबाट छुटकारा दिलाउने महामृत्युञ्जय मन्त्रको पाठ, राष्ट्रवन्दना, आरोग्यका देव सूर्यनारायणको प्रार्थना, पूर्ण व्यायाम पनि मानिने सूर्य नमस्कार, गुरुवन्दना सहित अनुशासनमा रही गरिने योग साधना आफैमा एउटा पूर्ण साधना हो। शरीर, मन अनि श्वासलाई केन्द्रित गर्दै विभिन्न आसन, व्यायाम तथा ध्यान प्राणायामहरू सहित गरिने योगले साथी साथी बीचको चिन्जान, ज्ञान गुणका कुराकानी, नाचगानसँगै अन्तिममा रमाइला जोक्सहरू अनि विश्व ब्रह्माण्ड जीव र जगतको शान्तिको कामना गर्दै पूर्णता पाउँछ। कुनै पनि मानिस आफ्नो इच्छाले यस धरतीमा आएको हो नजान पाउँछ। तसर्थ परमेश्वरबाट उपहार स्वरूप प्राप्त गरिएको यो मनुष्य जीवनमा सकेसम्म सत्कर्महरू गर्दै समयको पनि सदुपयोग गर्नु उत्तम हुने भएकोले बिहानीको ब्रह्म मुहुर्तमा उठी उषा पान सकी नित्य कर्म पश्चात स्वच्छ वस्त्र धारण गरी योग र ध्यानमा लाग्नाले अपार शारीरिक स्वस्थता र मानसिक शान्ति अरू कसैले नभई आफैले प्राप्त गर्न सकिन्छ। हाम्रो शरीरभित्र भएका करोडौँ नसनाडी र अर्बौँ कोषहरूलाई स्वस्थ, चुस्त र तन्दुरुस्त पार्ने काम योगभित्र गरिने आसन, व्यायाम तथा ध्यान प्राणायामहरूले गर्दछन्। शरीरको लागि आसन व्यायाम गरिन्छ भने मन वा मस्तिष्कको लागि ध्यान प्राणायाम गरिन्छ। आजको विलासी जीवन अनि स्वादिष्ट भोजन, धुवाँधुलोको यात्रा, तनावपूर्ण व्यस्त जीवनशैलीले निम्त्याउने डरलाग्दा र खर्चिला रोगहरूबाट बस्न अनि सुन्दर देखिन कोही व्यायाम गर्न रुचाउँछन् त कोही बिहानी पख हिँड्न। यी सबैका आफ्ना ठाउँमा महत्त्व छन् तापनि भित्री तथा बाहिरी सम्पूर्ण अङ्गहरूको हलचल हुने गरी प्राणको रक्षा लगायत मस्तिष्क समेत शुद्ध र ताजा रहने गरी योग साधनामा तरिका मिलाइएको हुनाले यसलाई पूर्ण साधना मान्न करै लाग्छ। यो शरीरलाई जति लचिलो बनाउन सकियो उति नै रोगसँग लड्न सक्ने क्षमताको विकास सँगसँगै मानव शरीरमा सञ्चालन हुने सम्पूर्ण प्रणालीको र तिनबाट उत्पादन हुने हर्मोन समेतको उचित सन्तुलन योग साधनाबाट सम्भव छ भने शरीरमा भएको पञ्चतत्व र त्रिदोषको पनि सन्तुलन हुने भएको हुँदा यसलाई सही समय र तरिकाको साथमा सक्षम गुरुको सानिध्यमा रही गर्नाले दुर्घटनामा परि अङ्गभङ्ग भए बाहेक अन्य शरीर र मनबाट उब्जेका विकारहरू हट्दै जाने हुनाले सुन्दर मन र तन पाइने कुरामा कुनै शङ्का छैन। श्वासको भरमा अडेको मानव जीवनमा श्वासकै वरिपरि श्वासलाई नै आधार मानेर गरिने योगको फाइदा जो कसैले पनि सहजै अनुमान लगाउँछन्। मृत्यु कसैको हातमा नभइयो जन्मदै तय गरिएको हुन्छ भन्ने जान्दा जान्दै पनि कहिलेकाहीँ कलिलै उमेरमा जटिल रोगको शिकार भएर ज्यान गुमाएका व्यक्तिहरू देख्दा होसियारी नभएको हो कि भनेर भन्न मन लाग्छ। कालमाथि कसैको जोर नचल्नु त ध्रुव सत्य कुरा नै हो र पनि बाँचुन जेलको लागि आफ्नो जीवनमा कष्ट र परिवारमा आर्थिक सङ्कट नपरोस् भन्नका लागि पनि योग साधनाबाट दिनचर्या सुरु गर्नु हरेकको निम्ति बुद्धिमानी साबित हुन्छ। तर कति मानिसहरूले चाहेर र जानेर पनि समय र स्थानको अभावमा यसलाई अपनाउन सकेका छैनन् भने कतिले यसको महिमा बुझ्ने कोसिस नै गरेका छैनन्। हुन त मान्छेभित्र इच्छा शक्ति हुने हो भने लामो समय दिन नसके तापनि
आफ्नो रोग र समस्यासँग जोडिएको व्यायाम वा आसन प्राणायाम मात्र गर्नाले पनि जीवनमा रूपान्तरण ल्याउन सकिन्छ। त्यसैले त योगमा डुबेका साधक साधिकाहरू हरेक दिनको योग साधनाको प्रभावले आफ्नो जीवनमा अदृश्य अमृत वर्षेको अनुभव पनि सुनाउने गर्दछन्। योग साधनाभित्र असङ्ख्य फाइदा अदृश्य रहेको भएर नै आज विश्वभरि नितान्त जरुरी मान्दै देशकाल र परिस्थिति अनुकूल यसलाई अँगालिएको हो। यसरी धेरैभन्दा धेरै व्यक्तिहरूलाई बुझाउन र प्रेरणा दिन अनि समेट्न साथै योगप्रति जनचेतना जगाउन तथा स्वस्थ समाजको निर्माण गर्नको लागि हिजो आज हरेक वर्ष विभिन्न नाराहरूसहित योग दिवस मनाउने गरिन्छ। यसर्थ योगबारे जानकारी नभए सोधखोज गरौँ र जानकार हुनुहुन्छ भने समाज र छरछिमेकमा योग बुझाउँदै योगप्रति समर्पित भई हरेकलाई जीवन सार्थक र अर्थपूर्ण बनाउन आग्रह गरौँ योग रहौँ निरोग। स्वस्थ जीवनको चाहना, योग शिक्षा र साधना। योगी सधैँ सबैको सहयोगी।